हेलो साथीहरू नमस्कार है। यो चाहिँ तेजपत्ता है कोमा सानो छ हाम्रो यो, तर यो त सानो छ, ठुलो चाहिँ उता माथि छ है। यो चाहिँ काफल है, गाउँतिरको काफल हो है। सानो सानो रोप्दैछु। यो चाहिँ निगालो है साथीहरू, चाहिँ निगालो भनिन्छ। यो तलतिर हाम्रो कोठाहरू हुन्छ। आज माघ छरेर आएको थियो, त्यही भएर यस्तो भिडियो बनाउनु दिउँ भनेर। पेटमा पनि फुल हो यो फुलले के भनिन्छ खै पनि। पहाडी डाँडामा चाहिँ गाडीहरू आइरहेको छ, यसरी आइरहेछ। साथीहरू लालीगुराँसको बोट यो थियो, सबै बच्चाहरूले टिपेर भ्याइछ। लतरम्मै फुलेको थियो अस्ति तक बिचरा, सबै टिपेर भ्याइछ। अब अर्को वर्षतिर त होला नि। अब काफलको बोटहरू यहाँ छ, अलिक पाके छैन, अलिकति हरियो हरियो नै छ है। म चाहिँ आलुतिर आएको थियो। फाइनली साथीहरू मलाई 20 रुपियाँ भेटाए। कसले छडेको थियो कि नि। यो चाहिँ झाकोचो डाँडा भन्छ होइन, तर पनि माछा मार्ने डाँडाहरू क्या धेरै। पहिलेदेखि हामीले पहिला यहाँ आउँथ्यो घर लिप्नको लागि माटो लिनलाई। त्यहाँदेखि यहाँसम्म सर्लक्कै माटो लिन आउँथ्यो कि हामी। पहिला सानो गाउँमा पालि लिन आउँछ मान्छेहरूले, कोही कोहीले त खाने छ होइन। यस्तै छ हजुरहरू हाम्रो गाउँतिरको चलाचल्ती है। माटोले घर लिप्नुपर्छ, यस्तै छ साथीहरू है। हावा पनि चलिरहेछ, भोइसमा अलिकति मिस्टेक होला होइन, तर पनि हजुरहरूले म देखाउन चाहन्छु कि मैले चाहिँ यहाँ मकै छरिसक्यो। ओ त्यहाँदेखि म आएको है हजुरहरू, अझै पनि त्यहाँ गाडी आउनेछ। गइसक्यो, फेरि अर्को पनि आउँदै रहेछ त्यहाँ गाडी। उकालो छ साथीहरू, धेरै उकालो छ, हिँड्नै गाह्रो हुने। त्यहाँसम्म हिँड्नुपर्छ, त्यसपछि त्यहाँसम्म छ है। हाम्रो गाउँमा त धेरै अमल्सी हुन्छ कि साथीहरू। अहिले चाहिँ ठुटिसक्यो, यस्तै हुन्छ, नठुटेको ठुटेको यस्तै हो है साथीहरू। बानमारा पक्कै फुलेको छ है। सब्जी सब्जी हान किन कि माले कान्छे आदि जा जिला जिला ल कुछ ले अब ना मकै भेरिस के ल ल बेना कान्ना पिन भेटले हो लो लो कान सालीको कान भडैनीको गुमाको जिलो जिलो घगरी चाहिँ बल्लै फुल्दैछ है। घगरी चाहिँ हाम्रो बल्ल फुल्दैछ, भोलिपर्सि पाकेपछि रातो हुन्छ है हजुरहरू। भोलिपर्सि खाना लाउनु है। भर्खरै यस्तो मुन्टा मुन्टा भएको चाहिँ सानो सानो है त। सब्जी जाने होइन घरतिर ल ल कान्छुनुङ है त। हस् गाडी चाहिँ यहाँ बल्ल आइपुग्यो साथीहरू, त्यो गाडी चाहिँ भर्खरै आइपुग्यो। यहाँदेखि यसरी आउँछ घुम्टी, यहाँ घुम्टी छ, त्यसपछि सर यहाँबाट यसरी है त। लाली गुराँस एउटै दुईवटा मात्रै फुलेर चाहिँ अहिले त। यो चाहिँ माथि उसमा पऱ्यो क्या, अलिक डाँडामै पऱ्यो। अलिक तल तल चाहिँ अलिक राम्रै फुलेको थियो, धेरै छैन, अलिक पितलो पितलो छ, त्यही भएर हो। यो चाहिँ हाम्रो मण्डली बराजुले पूजा गर्ने थापना भनिन्छ हामीले यहाँ हामीले पूजा गरिन्छ है साथीहरू। लो है साथीहरू, म चाहिँ घर आइपुगेँ है। अब घर आइपुग्यो, थोरै मात्रै छ है त। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो? राम्रो लाग्यो भने लाइक गरिदिनु है त, एक टिप ठ्याङ्गै परेर है त साथीहरू। हस् बाई बाई। म चाहिँ थाकित भएर आएको छु, पछि
पसिने पसिने भएर अब घर आइपुग्ने आँटिसक्यो। यति साथीहरू ल हस् बाई बाई।